पड़ोस में ही रहते हैं हम, कूदे भर का जोर लगा लो और बिगाड़ लो जो बिगाड़ सकते हो। सबैले धुरन्धरबाट दुध निकालि नै रहेछन्, आई मिन मिल्किङ इभन ध्रुव राठी, सो वाइ नट मी। त्यही भएर बिना ढिलो त भइसक्यो, त्यही पनि सुरु गरौँ धुरन्धर द रिभेन्जको स्पोइलर सहितको रिभ्यू इन युबिज फ्लेयर। सबैभन्दा पहिलो कुरो, वी आर नट हिन्दियन, आई मिन भारतीय। त्यसैले सुरुमा यो राजनीतिक प्रोपोगन्डालाई किक आउट गरिदिएर जस्ट सिनेमा वाइज यो फिल्मलाई रिभ्यू गरौँ अनि ध्रुव राठीको पोइन्ट्सलाई पनि अलिक पछि बुझौँला। धुरन्धर, जसको अर्थ हुन्छ एक्सपर्ट अथवा अति विशेषज्ञ इन आफ्नो फिल्ड, जस्ट लाइक मिस्टर धर इन ब्रेन वासिङ एन्ड गगन इन काङ्ग्रेस 2.0। अरू गगनको बारेमा जान्न मन लागे यो भिडियो हेर्नु होला, हामीसँग अर्को कन्टेन्ट पनि छ। वेट, यु आर नट रेडी फर दिस न्यारेटिभ। धुरन्धर एकजना पन्जाबी इन्डियन केटाको कहानी हो जो आफ्नो हजुरबाउ जस्तै इन्डियन आर्मीमा भर्ती भएर देशको सेवा गर्न चाहन्थ्यो, बट विविध कारणवश त्यो भर्ती हुन पाउँदैन अनि इन्डियन स्पाई बन्छ पाकिस्तानमा। वेट, यो त झन् अपग्रेड भएन र? आई मिन ढुङ्गा खोज्दा देउता भेटेको, आर्मी बन्ने बेलामा स्पाई भन्ने रहेछ। कहानीको हिरो जसकृत सिंह राङ्गीको परिवारलाई केही हुन्छ अनि त्यही सर्कमस्ट्यान्सको वरिपरिमा त्यसलाई इन्डियन इन्टेलिजेन्सले लोनमा लिन्छन् अनि एउटा बिगर पार्ट अफ द प्रोजेक्टको लागि त्यसलाई पाकिस्तान पठाउँछन्, स्पेसियल्ली लेयरीमा। अनि उसको त्यहाँ गएर काम भनेको त्यहाँको लोकल ग्याङलाई इन्फ्लिट्रेट गरेर जरैदेखि उखाड्ने हुन्छ र अलमोस्ट त्यो काममा समाउ सक्सेस पनि हुन्छ। मुभीको अलमोस्ट स्टोरी लाइन यही भए तापनि वाट मेक्स मुभी इन्ट्रेस्टिङ इज कि हाउ इट कनेक्ट्स फिक्सन विथ द रियल लाइफ इभेन्ट, जसले सबै इभन नन इन्डियन अडियन्सको शरीरमा पनि काँडा उमारिदिन्छ। फिल्ममा सेन्सिटिभ कुराहरू जस्तै मुम्बई ताज होटल, 2611 र पार्लियामेन्ट अट्याकलाई कनेक्ट गरेर पाकिस्तानी आइएसए एजेन्ट र त्यहाँ चल्ने आतङ्कवादसँग लिङ्क गरिदिन्छ नि, तब स्टोरीको वेट बढ्छ अनि हामीले हेर्दै आइरहेको इन्डियन स्पाई मुभिज भन्दा धेरै टाढाको कुरा जुन रियल हो कि भन्ने फिल्म मनमा पनि निकालिदिन्छ। आई मिन दिस मुभी इज लाइक अ डकुमेन्ट्री बट अ फिक्सनल वान। तपाईँले त्यो पर्दामा देख्ने हरेक क्यारेक्टर रियलमा एक्जिस्ट गर्छ अनि मोस्ट अफ द स्टोरी पनि रियल इन्सिडेन्टसँग म्याच पनि हुन्छ, बट इट डजन्ट मिन दिस इज अ प्रोपागन्डा फिल्म। दिस इज अ फिल्म यु हेभ टु वाच इट थ्रु फिल्म्स न्यारेटिभ हो। यसलाई नै सबैले अहिले मिस्टर धारको पिक डिटेलिङ भन्दै भजन पनि गाइरहेको छन् अनि अलिअलि सिन धेरै ड्रामाटाइज पनि छन्, बट स्टिल तिनीहरू सब हेर्न लायक छन् अनि हेर्न मजा नै आउँछ। इभन बालेन शाह र नरेन्द्र मोदीको पनि क्यामियो छ मुभीमा। कहानीको इभेन्ट्स फिक्सन भए तापनि त्यसमा इन्क्लुड गरेका रियल इभेन्ट्सले फिक्सनको भाइब्सलाई डाउनग्रेड गरिदिन्छन् अनि एकछिन आफैलाई यस्तो नि हुन्थ्यो होला र भन्नेवाला फिल गराइदिन्छन्। पर्फर्मेन्स वाइज त के कुरा गर्नु र, एभ्रिवान इज इन देयर पिक जस्ट लाइक रवि लामिछाने इन नेपाल, बट आजको न्युजले चाहिँ रविलाई अलि पछाडि पारिदियो। अब भनौँ बालेन शाह। अनि मुभीमा रोमान्स चाहिँ मेरो यो भिडियोमा भएको जोक्स जति छ है, सो गर्लफ्रेन्डसँग जाने मुभी चाहिँ होइन। इनकेस गयो भने नि एउटा आँखामा पट्टी लाउने अनि अर्को आँखाले हेर्ने। सो मेरो विचारमा धुरन्धर एउटा यस्तो मुभी हो जसले इन्डियन स्पाई युनिभर्स लाइक पठान अर समथिङ एल्स यस्तो स्पाई युनिभर्स सँगसँगै अबको नेक्स्ट 10 इयर्सको मास फिल्म जनरल नै चेन्ज गरिदिनेवाला छ। जसरी केजिएफ र पुष्पाले सोलोमोसनको धन्दा सुरु गरेका थिए, त्यसै गरी यो फिल्मले केही न केही त सियोर सुरु गर्छ। त्यो सुरु भइसकेको भन्दा पनि फरक पर्दैन। अझ यो फिल्मसँगै रिलिज हुने भनेका अरू 5-7वटा फिल्मले आफ्नो रिलिज डेट चाहिँ पोस्टपोन गरिसके। त्यसबाट चाहिँ हामीले बुझ्न सक्छौँ फिल्मले कत्रो मास क्रिएट गरिरहेछ भनेर। अब कुरा गरौँ ध्रुव राठीको हिजोको भिडियोको। ध्रुव राठीलाई एकदम फलो गर्ने मान्छे हो, बट एक्सेप्ट फर इट्स पोलिटिकल कन्टेन्ट। उसको पोलिटिकल बेस्ड कन्टेन्टमा हेर्दैन, त्यो बाहेक इन्फर्मेटिभ अथवा साइन्सटेक रिलेटेड कुराहरू चाहिँ म हेर्छु। बट धुरन्धर होइन, मैले हेरिसकेको मुभी भएर यसलाई पनि फलो गरौँ न के भनेर चाहिँ हेर्न लागेको। आमामा पारे तात्यो। फर्स्टली ध्रुवले फिल्मको डाइरेक्टर अनि इभन पिएमलाई त भन्दै बोलाइरहेको छ सुरुबाटै, अनि लास्टमा गएर त्यो आतङ्कवादी सेल्फ डिक्लेयर्ड भनौँ कि अब कन्भिक्टेड भनौँ त्यसलाई चाहिँ तिमी टाइपको वर्डहरू त्यसलाई सम्बोधन गरिरहेछ। द्याट्स फ्रिकिङ हिपोक्रेसी है। आइदर सबलाई रेस्पेक्ट दिने नभए कसैलाई नदिने। अर्को, ध्रुव राठीले फिल्मलाई फिल्म जसरी हेर्दैन। पहिलो कुरो उसले फिल्म हेर्दैन, हेऱ्यो भने त्यसरी हेर्दैन। उसको आधारमा मुभी जनरमा यो मास सिनेमा भायोलेन्सतिरको फिल्म बनाउनु नै हुँदैन। जबकि उसले आफैले 7-8 वर्ष अगाडि अथवा 5-7 वर्ष अगाडि ग्याङ्ग्स अफ वासेपुर प्रमोट गरेको छ, तर उसको आधारमा फिल्म बन्नु हुँदैन। ए बाबा त्यो फिल्म हो, फिल्म जसरी हेर्ने त्यसलाई प्रपन्ड जेसुकै होस् मतलब होइन। अब त्यो ध्रुवले पनि कन्टेन्ट मिल्किङ गर्नको लागि मात्रै भिडियो बनायो, अरू केही काम छैन त्यसको। त्यहाँदेखि न त्यसले फिल्म हेरेको न त्यो कन्टेन्ट बुझेको त्यसले। 2-3वटा फ्याक्ट चेक गरेर चाहिँ यो मिले छैन। यो सबैले थाहा छ त्यो सियोर होइन भने। फिल्म हो, फिल्म जसरी हेर्ने हो। फिल्म हेर्दा मजा आउन्न भन्छ नि, मलाई त्यस कुरा गर्नु छुट्टै कुरा हो। उसलाई मजा नलाग्दा अरे, तर फिल्म हेर्दा एकदम मजा आउँछ। गो एन्ड वाच इट इन योर नियरेस्ट सिनेमास
लेट्स सी भिडियो कहाँ पुग्छ। यदि भयो भने चाहिँ ध्रुवको फुल डिकोडिङ दोस्रोमा गरौँला। बाई।